हेलो हेलो दर्शन नमस्ते सबैजनालाई। मेरो सानो छोटो सर्ट भिडियो मेरो एरियाको देखाउँदैछु। यहाँ चाहिँ यसरी खेती गर्छ। यो सब अङ्गुर खेती। अङ्गुर चाहिँ यहाँ वाइन बनाउनुको लागि यस्तो एरिया छ। हल्का जाडो छ यहाँ, घाम लागिराखेको छ। यस म चाहिँ एकछिन बजारतिर जानु लागेको छ। बजार जानुलाई यहाँबाट चाहिँ 1 घन्टा लाग्छ फेरि बसमा जानुपर्यो भने। घाम लागेर अलिक तातो भएको छ, नत्र जाडो छ यहाँ। यस्तो छ है यहाँ चाहिँ ठाउँहरू। मिठो घाम लागिरहेको छ, सररर हावा चलिरहेको छ। चिरिरी जाडो भएको अवस्था। आह, सुक्खायाम लाग्यो यहाँ चाहिँ। जाडो लाग्छ कि जाडो महिना भएको चाहिँ यहाँ पानी पर्छ है फेरि। उल्टो छ समय। अल्ला ल ल ल ल ल ल ल डाँडै डाँडा छ त माथि फेरि त्यो डाँडा चाहिँ फेरि यहाँ फ्रान्सको चाहिँ तट तक्लो डाँडा है। त्यो डाँडामाथि त्यो डाँडामा रमाइलो छ। र अहिले त जाडोले धेरै रहेछ देख्दैन रहेछ। देख्दो रहेछ त हो यो डाँडा हो कि सबभन्दा अग्लो डाँडा। पछि अलिअलि हिउँ पर्छ त्यहाँ। देख्दो रहेछ देख्नु त डाँडा। यो चाहिँ फ्रान्सको चौथो अग्लो डाँडा अरे भन्छ। तर खासै त्यति धेरै डाँडा त छैन। हाम्रो गाउँघरकै बरु डाँडा अग्लो। चारैतिर डाँडै डाँडाले घेरेको ठाउँ। चट्याक्क पारेर च्यात्तर च्यात्तर देखाइदिउँ नि त मेरो पनि। म चाहिँ मार्केट हिँड्दैछु नि, जानु लागेको। है त हस् त हजुरहरूलाई। मैले चाहिँ कुनै पनि इफेक्ट नगरी त्यत्तिको डाइरेक्ट भिडियो गरेको है। नराम्रो नसोचिदिनु होला।